गाह्रो बजाङ उहाँ त हाम्रो राजा हो। पछि बियर बियर कस्तो लुकेको छु क्या सही हो। ओके माछा मार्नेहरू हो के माछा मार्नेहरू हो के धनगढी साइडतिर हामी राम्रो छ यहाँ बिहान यस्तो जाडो भइरहेको आजकल साइको जाडो भयो। कसले भन्यो धनगढी राम्रो छैन भनेर धनगढीको सलाई रोड धनगढीको फेमस साइकल अहिले कति सफा रहेछ। यो चाहिँ धनगढी हो होइन धनगढी एकदम हुन्छ है तराई क्षेत्र हो यो चाहिँ। क्या बादल आयो होइन कस्तो खतरा मौसम भयो अहिले चाहिँ यहाँ चाहिँ पुरै खेतहरू छ अनि घरहरू यो रुक्नेर सानो घर छ खतरा खालके चौधरीको घर हो सायद होइन। यहाँ चाहिँ मोस्टली चौधरीहरू पहाडीहरू बस्छन् है। बर्डरतिर इन्डिया बोर्डर छ त्यहाँ पनि मान्छेहरू इन्डिया नेपालीहरू सबै बस्छ होइन। यहाँको बसाइ पनि ठिक भयो। एउटा भाइको र दिदीको रुममा बसेको थियो हिजो आएर यताको बसाइ ठिक भयो यहाँको। के भयो यहाँ यस्तो छ खतरा यो नलका यो चाहिँ पानी आउँछ है यहाँबाट यो पानी आउने होइन यो पानी चाहिँ कस्तो कप भाँडाहरू बिगारिदिन्छ करेसाबारी यहाँनिर गोठ रहेछ होइन बस्तु भाउहरू होला खतरा के फुल भन्छ यसलाई मखमली यहाँ टक्क बस्ने क्या लाग्यो अघि बिर्से आउन फोन हान्न अघि बिर्से आउँ भने फोन हान्न के नै उता जान लागेको बस पार्क त भोलि नै हुन्छ टिकट त भनिसके भोलि नै हुने हो भोलि त्यही 3 बजेतिर हुन्छ होला सायद। यो चाहिँ धनगढी सिटी होइन धनगढीको बस पार्क सुदूरपश्चिम बस पार्क हो है यो चाहिँ। म चाहिँ अहिले होइन धनगढीको यता पुलिस चौकीको यतापट्टि रहेको छु। यहाँ यो साइड बस पार्क छ यो साइड चाहिँ बजार पनि छ होइन। पहिला यो ठाउँ यस्तो थिएन क्या कस्तो हुन्छ नि
पहिला कति सानो ठाउँ थियो के रोड हुन्छ नि सिंगल लेन थियो हैन सिंगल लेन पहिला यो स्कुल अगाडि त्यो ठुलो पहाड केटा हो चाहिँ जेन्जी पार्क भनेर बनाएर रहेछ हैन पार्क मोड थियो के पार्क मोड हो यो एरिया यहाँ गएपछि सिधै अगाडि पार्क आउँछ के यहाँनिर चाहिँ जेन्जी मार्ग भनेर बनाइरहेको रहेछ पार्क मोड एरिया सो सायद यो पार्क पनि अगाडि पुरानो पार्क भइसक्यो यसलाई डेभलप गरिरहेको थिएँ त्यो डेभलप गरेर सायद यसमा चोक उता है यो चोकबाट सोच्दै आएको है म हस्पिटल एरिया हो जेब्रा क्रसिङ छैन तर यहाँनिर पैदल मार्ग भनेर चाहिँ लेखाएर रहेछ कि उतादेखि भेटिनँ मैले म चाहिँ दिइरहेको छु है नो जेब्रा क्रसिङमै बाटो क्रसिङ गर्नुपर्ने छ यहाँ पैदल मार्ग भनेर रहेछ लाइनै आएन के गाह्रो त्यो मैले म्याक्सिमम् यस्तो चोकतिर हेरेको हुने ठाउँमा थिएँ किन खै किन हो थाहा भएन है म चाहिँ फेरि मेरो पेन्टिङहरूदेखि कस्तो राम्रो त्यहाँ हेरचाहन आएको है फेरि पनि यो चोक एरियातिर होइन यो हस्पिटल हो सुदूरपश्चिमको ठुलो सेती हस्पिटल हो के यहाँ शुद्ध जेब्रा क्रसिङ भेटिन्न के हो के पेन्टिङ पछि है क्या हो साइड साइडमा पेन्टिङ पछि गर्नु जेब्रा क्रसिङ त लगाऊ यहाँनिर कस्तो राम्रो फोटो बनाएर रहेछ कसको रहेछ द्वारिका देवी पुरानी चोटीबाट हुँदो रहेछ अनि यहाँनिर एउटा रहेछ पहुमान सिंह स्वर अछामबाट हुँदो रहेछ अनि यता हुँदो रहेछ भीमदत्त पन्त डडेलधुरादेखि यता हुँदो रहेछ डाक्टर आई सिंह डोटीदेखि हुँदो रहेछ जय पृथ्वीराज सिंह बजाङ उहाँ त हाम्रो राजा हो बाका वीर कालदेवी शाह अछामबाट दशरथ चन्द गैलडीदेखि यो चाहिँ हाम्रो सुदूरपश्चिमको महान व्यक्तिहरू हुन्छ कस्तो राम्रो राम्रो तर दामी यो कुरा चाहिँ दामी हो तर जेब्रा क्रसिङ चाहिँ हालैदा भएन पेन्टिङ हुनु त बिचमा लाइनहरू पनि हालेको छैन होइन बनिरह होला विकास बनाएन भन्न खोजे होइन त्यही नै अप्ठ्यारो हो कि जेब्रा क्रसिङ त अलि अप्ठ्यारो भयो नि त जक्सन एरिया थियो के बाहिरबाट होटल हो होइन यहाँ चाहिँ मेरो र मेरो साथीको जक्सन थियो अहिले पुरै चेन्ज भएर रहेछ हेर ल यस्तो भएर रहेछ के सबै यताको एरियाभित्र सऱ्या रहेछ अनि यो एरिया पुरै ओपन भएर रहेछ कि माथि छत हालेको थियो भएर खतरा भएर रहेछ चेस तँलाई नेपाली राष्ट्रिय चरा डाँफे अनि हिरण लाली गुराँसको नि कस्तो दामी यहाँनिर चित्र बनायो होइन मयूर अनि गडुल गिद्ध भन्छ है यो डल्फिन अनि रहेको छ बियर बियर कस्तो लुकेको छु क्या सही हो अनि यो चाहिँ के हो के भन्छ यसलाई भैँसी ओ माई गड यो पनि रहेछ स्प्यार हो आई थिङ्क यो चाहिँ हाम्रो संरक्षणको कार्यालय हो अनि त्यसमा दामी पेन्टिङहरू अहिले दामी दामी बनायो है यहाँ पनि गोपी हमालले धेरै काम गर्नुभएको रहेछ है ठाउँ राम्रो छ दामी बनायो स्पेस बनायो फ्राइकिलो बनायो दामी छ त्यहाँ पुगाएर जाऊँ अहिले टाइम हेर्छु पहिला कति बजे हेर्छ खै कति 12 बजे होइन बढी हुन्ला म 2 बजेको बस भने 2 बजे बस भने 1:30 बजे गाडी
टाइम कतिखेर जानुपर्ने हो तर जानुपर्ने छ के गर्नु पर्ला हो यो माछा मार्नेहरू हो के माछा मार्नेहरू हो के सानो माछाहरू खोजी खोजी मार्छ नि होइन र अनि खेत पनि बनाउँछन् अनि आफ्नो खेत नि सफा हुन्छ खेत पनि सफा भइहाल्छ अनि पानी खै यति माछा नालीमा रहेछ कति मजाको ठाउँ छ बाहिर घुमिस् नि धनगढी कस्तो मजाको ठाउँ छ मलाई थाहा हो भने आफ्नो ठाउँ अलग अलग हुन्छ नि त घुम्ने लायकको ठाउँ छ कि खर्च पनि खास छैन हुने मजाले घुम्ने कि साइकको जाम भयो है गाडीबाट कालिन खोलातिर जाम पर्यो फाइनली काठमाडौँतिर पुग्यो पुगेर नगर बसमा जान लाग्यो होइन घर जानु पऱ्यो यहाँबाट अनि त्यसपछि फाइनली काठमाडौँ पुग्यो है त्यति पछि भिडियोलाई त्यसो बनाउनु अब यहाँ चाहिँ बनाइन्छ ल के बनाइन्छ